हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई, राधे राधे। र आज चाहिँ हामी यहाँ भगवत सप्ताह पुराणमा आएको छौँ। एक हप्ताको पुराणमा यहाँ हाम्रै लक्ष्मी नेपाली बस्ती लर्ड मेकला स्कुलमा गरिरहेको छ। यहाँ हेर्नुहुन्छ सबै माथि सङ्घहरू हुनुहुन्छ यहाँ सबैजना। हामी यहाँ आएको छौँ। अहिले जलजात्राको लागि हामी जानेछौँ। माइनजी कुछ बोल दीजिए त के भनिदिनु त के भइरहेछ यहाँ अचानक सोधिदिन्छ हामी सप्ताह पुराणको लागि यहाँ युद्धवीर बडो घरमा आज हाम्रो जलजात्रा सुरु हुँदैछ र हामी सबै जानुलाई तयारी गर्दैछौँ। अहिले जानुको लागि भइरहेछ तयारी हो। पुराण की बोले श्रीमद् भागवत महापुराण की बोले श्रीमद् भागवत महापुराण की आज की आनंद की जय जय श्री राधे श्याम। र तपाईहरुलाई भेट्ने छौं जलजात्रामा। नारायण श्रीमन् नारायण नारायण श्रीमन् नारायण 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 सत्य नारायण 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 सत्य नारायण 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 श्रीमन् नारायण। जय श्री राधे, जय श्री राधे। हामीले यो पहिली भागवत र कलश लिएर अगाडि आउँ त, तपाईहरु अगाडि आउँ त। राधे 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 राधे। कहाँबाट कहाँ घुम्ने? मेरो त काका भयो। हजुर आउँदैछ। अगाडि अगाडि कहाँबाट कहाँको ताने गरेको छ मेरो यो। राधे 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 राधे। हामी हेर्नु सक्नुहुन्छ घाटमा आइपुगेको छौँ यहाँ पानी हेर्नुको लागि।
हेर्नु कलसीमा पानी लिन आएको थियौँ मैले हेर्नु घाटमा आइपुगेको कति बेसी सामान छ गाडी नै गाडी राधे राधे बोल राधे राधे बोल मन में अमृत घोल मुख से राधे राधे बोल राधे राधे बोल राधे राधे बोल मन में अमृत घोल मुख से राधे राधे बोल। यहाँ गुरुजी हुनुहुन्छ हाम्रो घाटमा जाँदा गएको छैन मेरो मन छोडेर कहाँ जान्छ मन मेरो पनि दिदिनु त नाली नदी यो सियाको नाली नदीमा हामी माने गरेर हामी जलयात्राको हामी गऱ्यौँ। यहाँ प्रस्थान हुँदैछ पानी जल लिएर अनि त्यहाँदेखि जो जो मेरो उनीहरू आफ्नो स्थानीय हुनुहुन्छ साथीभाइहरू हुनुहुन्छ इष्टमित्र जति हुनुहुन्छ गाउँवासी होस् हाम्रो यो जिल्लाको होस् हाम्रो देशको होस् जम्मूलाई यो द्वारा म मिडियाद्वारा म आह्वान गर्दैछु जति छुटिएका साथीहरू पनि यो सप्त पुराण भागवत पुराणमा आजदेखि 24 तारिकदेखि 2 मार्चसम्म हुँदैछ सप्ताह पुराण र सबैलाई उपस्थिति हामीले उसलाई कामना गरियो र धन्यवाद। राधे 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 राधे। अब हामी कलशहरू लिएर पनि अब गाडीमा उठ्नु आँटेको अब जाने हो। हामी जहाँ भगवत पुराण भइरहेको छ त्यहाँ जाने। अब सबैजना उठिसक्नु भएको छ, हेर्नु सक्नुहुन्छ गाडी नै गाडी छ। अनि यतातिर फोटो माग्नुपर्छ।
आउनु त्यसो तल हेर्नु यहाँ हाम्रो भाइ हुनुहुन्छ, भाइले लिएर जानुहुन्छ। मेरो छ पानी ए यति नै दिएको पानी भन्नु केही राधे 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 भन्नु केही भन्नुहुन्छ राधे राधे मन में राधे भोलेनाथ राधे 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 नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते राधा रमण हरि श्री कृष्ण बोलो राधा रमण हरि श्री कृष्ण बोलो गोविंद बोलो हरि गोपाल बोलो गोविंद बोलो राधा रमण हरि श्री कृष्ण बोलो रेडी भइसकेको छ हेर्नु प्रसाद भइसकेको छ खिचडी यहाँ बहुत टेस्टी बनाएको रहेछ नि दिदी टेस्टी छ भगवानको नामलाई गरेर बहुत टेस्टी भएको छ खिचडी कस्तो लाग्यो दिना टेस्टी छ नि निमक सब टेस्टी पुरा ठिक्क छ निमकहरू पनि भोलिमा कस्तो लाग्यो खिचडी खिचडी कस्तो लाग्यो मिठो लाग्यो मिठो लाग्यो खिचडी प्रसाद खाँदैछौँ हामी मान्छे बार्ने मान्छे होइन छ क्या हो किन उठाइदिन्छ गामछा उठाएको छ किन ल्याउ चला ब्रेड यहाँ चाहिँ दही चिउरा दिइरहेछ जसले खिचडी खाँदैन उसलाई दही चिउरा हामीले चाहिँ खाइसकेका अब हामी चाहिँ अहिले प्रसादहरू खाइसक्यौँ अनि खाएर अब घर घरमा लागेको घरमा पनि काम गरेर फेरि बेलुका 6 बजीतिर कथा हुन्छ अरे कथा सुन्न आउनु पर्यो आरती हुन्छ त्यसको लागि हामीले चाहिँ फटाफट खायौँ किनकि अब छोरी आएको छु गएको थिएँ म त्यसको लागि फटाफट जाँदैछु घरतिर